आजकल सामाजिक सञ्जालमा खूब माया पिरतीका पोस्टहरू देखिन्छन्। पाइलै पिच्छेका गल्ली र चोकहरूमा मायालु जोडीहरू मात्र भेटिन्छन्। यस्तो देख्दा मेरो मनमा पनि मायाका सारङ्गीहरू रेटिन्छन्। तर मनलाई सम्झाउँछु, प्राय आकर्षक कुराहरू बजारमा सजाउँदा मात्र सुन्दर देखिन्छन्। किनकि यो आँखा त लोभी न हो, यसलाई मनपर्ने त गर्नै सकिन्न। अनि आजकल कुन बेला मानिसको रोजाइ फेरिन्छ भन्नै सकिन्न। जिन्दगी 2 दिनको भए पनि सम्बन्धमा 7 जुनीवाला बाचा गरिन्छ। आफ्नो रगत सिन्चेर जन्माउने आमा भन्दा हिजो भेटेको नै भर परिन्छ। त्यो पराईको सम्बन्ध जोगाउन आफ्नालाई झुट बोलिन्छ नि, त्यसलाई पो माया र सम्बन्ध भनिन्छ। यदि त्यही नै माया हो भने भो यो मायादेखि टाढै बसिन्छ। किनकि वर्षौँको आफ्नो नाताभन्दा हिजो बनेको सम्बन्धको लाग्छ भने भर फेरि भोलि बन्ने नयाँ सम्बन्धको लागि हिजोकोलाई ढाट्नु के नै ठुलो कुरा छ र।